प्रिय दर्शकवृन्द नमस्कार। आम जनताको विकसित नेपाल हेर्ने चाहनामा कतै कहीँ रेलमार्ग वा रेल यातायातको बिउ रोपिएको प्रश्न देखिन्छ। तराईका फाँटमा हुइकिँदै अगाडि बढेको रेलमा चढेर पहाडका सुरुङ पार हुँदै गन्तव्यमा पुगेको त्यो दिन हामीबाट कति टाढा वा नजिक होला त? आउनुहोस् दर्शकवृन्द, यो सबैको एउटा संक्षिप्त विश्लेषण गरौँ। रेलमार्गको विकास दुईवटा कुरामा निर्भर गर्दछ। एक, रेलमार्गको लागि सरकारले छुट्याउने वार्षिक बजेट र दोस्रोमा कार्यक्षेत्रमा हुने भौतिक प्रगति। भौतिक मन्त्रालयका एक अधिकारीसँग सम्पर्क गरी हामीले सोधेका थियौँ, रेलमार्गको विकास र विस्तारका लागि सरकारले कति रकम छुट्याउने तयारी गरेको छ त? र ती कर्मचारीले हामीलाई यसो भने कि आसन्न बजेटको तयारी गरिरहेको सरकारले रेलवे विकास आयोजनाका लागि 4 अर्ब बजेट छुट्याउने तयारी गरेको छ। र दर्शकवृन्द, यो 4 अर्ब बजेट भनेको चाहिँ चालु आर्थिक वर्ष हाराहारीकै बजेट हो। पूर्व पश्चिम रेलमार्ग विकासका लागि रेल विभागले प्रस्ताव गरे अनुसार 4 अर्ब बजेट छुट्याउन लागि छ। हाल पूर्व पश्चिम रेलमार्ग अन्तर्गत अहिले जयनगरबाट बर्दिवाससम्म निर्माणको कार्य भइरहेको देख्न सकिन्छ। आउँदो बजेटमा छुट्याइने रकम पनि सोही क्षेत्रमा रेलमार्ग विकासका लागि खर्च गरिने बुझिएको छ। यसरी दर्शकवृन्द, आगामी वर्षको लागि छुट्याइने बजेट चालु आर्थिक वर्षकै हाराहारीमा यदि हुने हो भने चाहिँ एउटा कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ कि विकासको स्वरूप खुम्चदै गएको छ र यसले आम जनताको विकसित नेपाल हेर्ने, समृद्ध नेपाल हेर्ने चाहना निकै पर धकेलिने स्पष्ट हुन्छ। दर्शकवृन्द, आगामी आर्थिक वर्षमा सरकारले कस्ता कस्ता विकासका आयोजनाहरू छनौट गर्न लागेको छ र त्यसमा कति बजेट छुट्याउने तयारी गरेको छ, यी विषयमा पनि हामी नयाँ भिडियो सामग्रीहरू लिएर उपस्थित हुनेछौँ। विकास र समृद्धिको खबर पस्किने सकारात्मक सोचको संवाहक यस नयाँ दैनिकी च्यानलमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। तपाईँले हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर पनि हामीलाई सहयोग गर्न सक्नुहुनेछ। दर्शकवृन्द, भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। नयाँ दैनिकी नेपाली अनलाइन पत्रिका।